लु गाइस म चाहिँ घरबाट पनि हिँडिसकेँ। आजको भिडियो चाहिँ कस्तो हुन्छ पुरा हेरिदिनु होला। आज चाहिँ म माथि जाँदैछु पाखातिर। यताको भिडियो हजुर देखाउने छु। फुल वाच गरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आजको भिडियो हेरिजानु होला। एकपल्ट भेट गएँ त म चाहिँ अलिक माथि आइसकेँ। एकदम घाम लागेर हिँड्न अति साह्रो परिरहेको छ। त्यो पनि हिँडिरहेको छु म। अब पुग्न लागेँ यहाँ माथि त। त्यहाँ पुगेपछि भिडियो हेर्नुहुनेछ, देख्नुहुनेछ तपाईँहरूले। म चाहिँ यस्तोमा आइपुगिसकेँ। अब उयो डाँडा काटिनुपर्छ, त्यहाँबाट देख्नुहुनेछ। अलिक माथि पुगेपछि म तपाईँहरूलाई देखाउने छु है गाइस। म चाहिँ माथि आइसकेको छु। हेर्नुलाई हामीले पानी खाने ट्याङ्की चाहिँ यो हो। हामी चाहिँ यहाँबाट यता उँधो रहेछ अनि उता बालेको हामी चाहिँ ट्याङ्कीको पानी खान्छ। कस्तो छ ट्याङ्की भनिदिनु फेरि। कस्तो छ ट्याङ्की, पानी आइरहेको छ। उता उ चाहिँ हेर्नु न, म यो ढुङ्गामा गएर देखाउँछु है तपाईँहरूलाई। उयो त ढुङ्गामा अनि यता पाखा त्यहाँ सबै देखिन्छ। यता उयोको गाउँहरू त्यहाँ माथि पुगेर पछि म तपाईँहरूलाई देखाउने छु। भिडियो हेर्दै जानु होला। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। पाखाहरू कस्तो दामी छ। देख्नुभयो होला तपाईँहरूले पाखा। तपाईँको पाखा छ। म चाहिँ जाँदैछु अहिले एकदमसँगले। एक्लै छु है तल गाई चाचा, कोही साथीहरू पनि लिएको छैन। एक्लै आएको छु। यस्तो दामी छ पाखै छ हेर्नु। पाखा छ है गाई। पहिला हामी यहाँतिर गाई हेरिदिन्थ्यौँ। अहिले चाहिँ यो ठाउँ यस्तो भयो त। पहिला झन् राम्रो पाखा थियो। अहिले चाहिँ त्यति गाउँमा गाईबस्तु नभएर सबै घारी पनि आइसकेको छ। पाखा चाहिँ पाखै छ तल। घारी चाहिँ आज यो घर चाहिँ उम्रेको छैन है तल भन्दै म अलिक माथि जब पुगेपछि तपाईँलाई देखाउने नै छु। गाइस वेलकम छ फेरि पनि। म माथि आइसकेको छु। सबैजनालाई मेरो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हेर्नु म यस्तो पाखामा आएको छु। एकदम खुल्ला छ हेर्नु गाइस, एकदम खुल्ला छ। म उयो पर डाँडा पुगेपछि देखाउने छु। त्यो डाँडाबाट भ्युज तपाईँहरूलाई हेर्नु त्यस्तो छ। अन्त एकदम हावा चलिरहेको छ। अब कति आनन्द नि, एकदम आनन्द भइरहेको छ। यहाँ चाहिँ उयो डाँडा चाहिँ गुफा डाँडा भन्छ। त्यहाँबाट यहाँ आउनु 1 घन्टा ठक्कै लाग्छ। हिँड्नु सक्नेलाई, हिँड्नु नसक्नेलाई 2 घन्टा हो। त्यता हो पोखरीबाट चाहिँ। हेर्नु न खुल्ला छ, एकदम खुल्ला छ क्या। कहाँ जाउँ भुजिरहेको छ मलाई नि। यता जाउँ भने नि डाँडै छ। अब उयो उता जाउँ भने डाँडा छ, उँभो जाउँ भने डाँडै छ गाइस। यो माथि यतानिर चाहिँ गुफा हो। यहाँनिर गुफा हो। उयो म आउँदा सिधा ताकेकोमा चाहिँ गुफा पर्छ। तातो पानी हेर्नु होला गाइस। एउटा तातो पानी देखिन्छ। गाइस तातो पानी चाहिँ तल साइड मैले देख्नु भएन होला तपाईँहरूले। ऊ माथि डाँडामा पुगेपछि म तपाईँलाई देखाउने छु। म चाहिँ अब चाहिँ उताको डाँडामा जान्छु। यताको डाँडामा यहाँनिर चाहिँ हेर्नु न पाखै छ। ठ्याक्कै यता जाँदा यता पुगिन्छ भने थाहा हुँदैन। यताबाट गयो भने उँभो गयो भने नि माथि पुगिन्छ। यताबाट गयो भने नि एकै ठाउँ पुगिन्छ। तर उता चाहिँ ठुलो जङ्गल छ फेरि गाइस। एकदम डरलाग्दो जङ्गल छ नि। बाघ भालु मस्त सकिँदैन जङ्गलमा छिर्न चाहिँ। अब बाघ भालु पाएपछि जनावरहरू त यसो पाइहाल्छ। तपाईँलाई थाहा नै होला बाघ भालु पाउने जङ्गलमा के पाउँछ भनेर।
यहाँ हेर्नु यो पहिला यो चाहिँ फुटबल ग्राउन्ड थियो यहाँ आएर हामी बल खेल्थ्यौँ जहिले बल खेल्थ्यौँ यहाँ आएर यसो अलिक नयाँ वर्षको बेला यसो अलिक चाडपर्वको बेला यहाँ आएर बल खेल्थ्यौँ पहिला अहिले चाहिँ गाउँमै ग्राउन्ड बनाएको छ म भरे त्यो पनि देखाउने छु तपाईँहरूलाई यहाँ यहाँ घाली आएको छ एउटा पशु यहाँ थियो गाइस अनि एउटा पशु यहाँ थियो अनि अहिले चाहिँ यस्तो भएछ गाइस आजको भिडियो चाहिँ एकदम लामो हुनेछ क्या किनकि म यहाँ जन्मेको गाउँको सबै देखाउने छु नि त तपाईँहरूलाई त्यही भएर एकदम लङ भिडियो हुनेछ त्यही भएर पुरा भिडियो हेरिदिनु होला भन्दै म अब उयो प्रोग्राम पुगेपछि तपाईँहरूलाई देखाउने छु है गाइस वर्ल्ड कप छ फेरि पनि अलिक ओर्दै आइसकेको छ नि उयो डाँडा पुग्नु चाहिँ अझै निकै लाग्ने रहेछ यतानिर चाहिँ जङ्गल भन्दा नि खोल्छ रहेछ अब त्यो डाँडा जाँदैछु त्यहाँनिर गुराँस पनि दामी फुलिएको रहेछ म तपाईँहरूलाई अब देखाउने नै छु उमासित गाई भैँसी चलिरहेको रहेछ अब यो पाखामा चाहिँ एकदम गाई भैँसीको उयो म चाहिँ अघि त्यहाँ थिएँ यहाँ आइसकेको छु अब त्यो डाँडामा पुग्न पनि केही बेर लाग्दैन तपाईँहरूले हेर्दै गर्नु होला भिडियो म पर पुगेपछि देखाउने नै छु ओके बाई एकदम हेर्नुहोस् एकदम जङ्गल छ यहाँ चाहिँ जङ्गल छ एकदम यो चाहिँ आजको लङ भिडियो यस्तो लामो लङ भिडियो कहिले पनि लगाएको थिइनँ आज चाहिँ म एकदम लङ भिडियो लाउँदैछु त्यही भएर पुरा हेरिदिनु होला तपाईँहरूले यहाँ चाहिँ एकदम घाँसी चाहिँ खोल्छ रहेछ त्यही भएर घाँसी भएको यहाँ चाहिँ हेर्नु न यस्तो छ यो तपाईँहरूले चिन्नुहुन्छ यो पाट भन्छ यसको चाहिँ हामी काफी बनाएर फ्याक्ट्रीमा लगेर लेख्छौँ यसकै हो खरानी भन्छ यो चाहिँ हेर्नु न जङ्गलको अब यस्तो काँडाहरू छ उन्युङ पनि छ यिनीहरू चाहिँ उन्युङ भन्छ गाइस यो उन्युङ मात्रै छ अहिले पहिला यस्तो पाखामा केही थिएन एउटा दुबो बाहेक केही थिएन गाइस अहिले चाहिँ यो उन्युङले र यो सिलु भन्छ यो असारमा पाक्छ त्यतिखेर यस्तो गुलियो हुन्छ एकदम रातो हुन्छ गुलियो हुन्छ त्यतिखेर खाइन्छ हामी म पहिला पुगेपछि तपाईँलाई भिडियो देखाउने नै छु हेर्दै जानु होला ओके हेर्नु गाइस यस्तो भिड छ यहाँ चाहिँ भिड एकदम रहेको छ अब यहाँ चाहिँ ठुलो अब टाउको जस्तो छ क्या गाइस तपाईँहरूले चाहिँ त्यस्तो देखिन्छ गुराँसको बोट यहाँनिर फुलेको छैन यहाँ फुलेको छ त झरिसक्यो त गाइस अहिले चाहिँ चैत पनि अन्ति अन्ति गइसक्यो नि त त्यही भएर यस्तो यहाँ पानी परेर गुराँसको फुल्छ त्यो सबै झारेछ हेर्नु न एकदम भिजिरहेको छ के दामी ठाउँ भनेर सोध्दै हुनुहुन्छ र त्यस्तो दामी चाहिँ छैन है तर गाइस हेर्नु नै पाखै पाखा ऊ तल चाहिँ रोड लगेको छ म त्यो पाखा आएको हो ऊ यो पाखाबाट आएको अब यता उभोको भिडियो हेर्नु अझै बाँकी नै छ तपाईँहरूले हेर्नु न यस्तो दामी आएको छ एकदमसँगले खतरा जङ्गलको भिडियो पनि हेर्दै गर्नु होला अब केही दिनमा आउनेछ म जङ्गल छिर्दैछु नि त एक दिन यस्तो जङ्गलको भिडियो ल्याउँछु हेर्नु न जङ्गल चाहिँ यस्तो रहेको छ यता एकदमसँगले यहाँ चाहिँ झर्ना रहेको छ यहाँ चाहिँ झर्ना रहेछ मेरो अलिक क्यामेरा त्यति उयो राम्रो छैन त्यही भएर तपाईँहरू देख्नु भएन होला त्यहाँ चाहिँ अहिले सुकिया छ खोला एकदमसँग जङ्गल रहेको छ हेर्नु न यहाँनिर त्यहाँनिर रोड छ त्यहाँबाट त्यो गएर त्यो गएर त्यो ढाड त्यही काटेर जानुपर्छ ओखरी जाँदा चाहिँ गाइस यहाँ माथि त्यहाँ पाखा थियो अहिले चाहिँ सबै जङ्गलले अलिअलि मात्रै देखिँदो रहेछ तपाईँहरू देख्नुभएको छैन होला गाइस यता चाहिँ यस्तो बहल जङ्गल छ कि तपाईँहरू छिर्नु मात्रै पर्छ कि के देखिन्छ नि गाइस हेर्नु न यस्तो छ यता उधर चाहिँ एकदमसँगले गुराँस फुलिरहेको रहेछ म गुराँसको फोटोहरू खिच्छु तपाईँहरूले मेरो फेसबुक आइडीमा आएर हेर्नुहुनेछ त्यही लगाइरहन्छु म दिपेश चामलिङमा लगाइरहेको हुन्छु मेरो गौले भलक रहेको छ तर मैले गौले भलक खोलेको छु खास गरी मेरो नाम चाहिँ दिपेश चामलिङ लगाइरहेको छु तर पनि मैले गौले भलक खोलेको छु आइडी चाहिँ हेर्नु न एकदम अनि एक मिस्टेक गोली मिस्टेक हुन्छ गाइस त्यही भन्दै म चाहिँ ऊ तल गुराँसको बोर्डमा पुगेर तपाईँहरूलाई म दामी
भिडियो बनाउने छु है, हेर्दै जानु होला। उहाँ गुराँसको बोट अलि रहेछ, यसपाल पातलो रहेछ है गाइस। गाइस यहाँ चाहिँ गुराँस रहेछ, गुराँस सबै झरिसकेको थियो हेर्नु न गाइस, एकदमसँग दामी थियो यहाँ चाहिँ। अब म चाहिँ यो भिरमा जाँदैछु, एकदमसँगले यस्तो भिरमा जाँदैछु कि गाइस, एकदम डरलाग्दो भिड छ। उदो हेर्ने खतरा छ हेर्नु न, यहाँ चाहिँ अलिक उयो रोयो भने आफ्नो ज्यानलाई बचाउन निकै गाह्रो पर्छ, त्यही भएर म चाहिँ यस्तोमा आइरहेको छु। अझै उता गएर उपर पनि देखाउने छु गाइस तपाईँहरूलाई। गाइस यहाँ चाहिँ हेर्नु एकदमसँग डरलाग्दो भिड छ। उहाँ गुराँस फुलिरहेको रहेछ, अब त्यहाँ चाहिँ जान सकिनँ, यता चाहिँ भिड रहेछ। उहाँ गुराँस पहिला दामी हुन्थ्यो, यसपाल चाहिँ म गाउँ ढिलो आएर गुराँस झरिसक्यो त, अस्ति असिना पानी आएको थियो, त्यही भएर यहाँभन्दा उता चाहिँ गइनँ। अब यहाँदेखि उधर झर्छु म, तपाईँहरूलाई हेर्दै गर्नु होला भिडियो। एकदमसँगले आफ्नो मुटुहरू नि सबै मेरो निक्लेर भागिसकेको छ है। तर गाइस म के डरलाग्दो भिड भएछ नि, पहिला त्यस्तो भिड पनि केही लाग्थेन कि। पहिला हामी गाई हिँड्दा यतातिर खेल्थ्यौँ, अब सानोमा। अहिले त चप्पल फेरि उस्तै चिप्लो रहेको छ गाइस, हेर्नु न गाइस, चप्पल चिप्लो रहेको छ त्यो पनि। अनि एक मिस्टेक गोली पिस्टेक आया मामा लाउने कालाले नि ताने। ओए ओए गाइस हेर्नु न, एकदम डरलाग्दो भिड छ। म चाहिँ यहाँ तल आइसकेको छु। म गुराँस यस्ता झरिसकेदेखि हेर्नु न, भुइँभरि छ। यो उदो रोज्यो भने बाँचिन्छ त गाइस। उयो सानोमा त्यो दामी फुलिरहेको छ, त्यो चाहिँ म तपाईँहरूलाई देखाउने छु गाइस। हेर्नु गाइस, झन्डै मेरो चाहिँ ब्रेक छिटो लाग्छ र झ्यापै लोग्छु है गाडी चाहिँ एकदमसँगले। यो चाहिँ यस्तो छ गाइस, ओह्रालोमा एकदमसँगले गाह्रो हुन्छ नि यस्तो भिडतिर आएर भ्लग बनाउनु। तपाईँले पो यसो हेरिदिनुहुन्छ, तर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला गाइस। यहाँ हेर्नु न, दामी फुलिरहेको रहेछ क्या गाइस। अब तपाईँहरूलाई म यस्तो दामी देखाउँछु, दामी फुलिरहेको रहेछ गाइस। त्यही भन्दै म फेरि यहाँ चाहिँ एकदम अप्ठ्यारो रहेछ गाइस, एकदम अप्ठ्यारो रहेछ है गाइस। अब तपाईँहरूले के सोच्नुहुन्छ होला क्या, गुराँसको बोट धेरै थियो, नफुलेर 2-3वटा मात्रै फुलेकोमा मात्रै म देखाउने छु तपाईँहरूलाई। यस्तो रहेको छ है गाइस। यता तिनी एकदमसँगले पाखा रहेको छ क्या गाइस, पाखा रहेको छ यता उदो गाइस। यता चाहिँ फेरि एकदम महाजङ्गल रहेको छ गाइस। त्यही भन्दै आजको यहाँनिर म तपाईँहरूको एउटा भिडियोमा गुराँसको बोट चाहिँ सानो रहेछ, दामी रहेछ तर गाइस एकदमसँगले। अब चाहिँ म उँभो जाँदैछु गाइस, फेरि यताउता झरेको थिएँ तपाईँहरूलाई भिडियो देखाउनलाई। यहाँ चाहिँ एकदम डरलाग्दो भिड छ क्या गाइस, यस्तो रहेको छ गाइस। यहाँ चाहिँ गुराँस फुलिहाल्छ क्या। अब उँभो पनि हेर्दै जानु होला, उँभो नि गुराँस यदि फुलिरहेको थियो भने म तपाईँहरूलाई देखाउने नै छु। अब यहीँ मात्रै हो भने उँभो चाहिँ यसो जङ्गलहरू गोठहरू देखाउने छु। नेक्स्ट माथि भिडियोमा भेटौँला, ओके। गाइस एकदम उकालो परेर म चाहिँ गलेँ। गाइस एकदम उकालो परेर गलेँ, त्यही भएर एकदम मलाई साह्रो भइरहेछ क्या। अब
आजको योभन्दा उँभो म जान सक्दिनँ रहेछु गाइज। त्यही भएर आजको भिडियोमा चाहिँ यति नै भन्दै म अर्को भिडियोमा उँभो पाखा देखाउने छु तपाईँहरूलाई। लेट्स गो, बाई बाई, टाटा गाइज।